बारक मोर जय मसी। हामी गर्छौं आशाको कुरा, हामी गर्छौं विश्वासको कुरा अनि जीवनको कुरा। आजको यस अध्यायमा यहाँहरू सबैजनालाई हार्दिक स्वागत गर्दछौं। आजको अध्यायमा यहाँहरू सबैजनालाई यो उत्साह दिन चाहन्छु कि धेरैचोटि हामी संसारको फिक्री गरेर भविष्यमा हामी के बन्ने हो, के गर्ने हो, के खाने हो, के लाउने हो अनि कहाँ कसरी भनेको धेरै कुरोको हामी चिन्ता फिक्री गरी पठाउँदछौँ। तर परमेश्वरको वचनले हामीलाई यस वचनद्वारा यो कुरामा उत्साह दिँदछ कि हामी मत्ती 6 अध्यायको 33 पदमा हामी अध्ययन गर्यो भने यसरी लेखेको हामी पाउँदछौँ। तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर र यी सबै थोक तिमीहरूको निम्ति थपिनेछ। आमेन। त्यसकारणले गर्दा तपाईँ र मैले गर्ने पहिलो कदम भनेको चाहिँ परमेश्वरको राज्य खोजी हो,